गाइस अहिले चाहिँ बिहानको 6:30 बजिरहेछ। हामी फर्स्ट टाइम होला 6:30 बजी उठेको यहाँको ट्रिप स्टार्ट भइकन नि होइन कस्तो राम्रो रहेछ कि। अनि अहिले चाहिँ हामी होटल चेकआउट गरेर अब नेक्स्ट ठाउँ जाँदैछ नुजा पेनिडा भन्ने। सो हामी चाहिँ न्यू होटल पनि हुन्छ त्यहाँ। सो उहाँले चाहिँ हामीलाई भने नेपाली गीत बजाएर राख्नु भएको छ। मार्केट एक्सप्लोर गर्दैछु म गाइस। हिँडिसक्यौँ नुजा पेनिडा जान होइन। म अहिले चाहिँ यहाँनिर सोचेँ ड्रेस गर्नु पर्दैन, सो आई विल क्याजुअल। तर यहाँ चाहिँ सबै मान्छेहरू पुरै फुल एन्ड रेडी भएर आएको छ। मैले टाइम पाउँछु कि पाउँदिनँ अब मैले चेन्ज गर्नु आई डोन्ट नो। यो मान्छेले अलिकति कन्फर्म पनि नगरिदिएर हो खासमा। मैले हेर्दै चाहिँ सोधिदिनु न के हो सँगै लान्छ कि भन्ने डर, यति डर लागेको थियो है। त्यहाँदेखि ठिकै छ। म ब्याकग्राउन्ड भ्यू देखाउँछु है त। हामी चाहिँ नुजा पेनिडा पुगिसक्यौँ भर्खर ओर्लियौँ यहाँबाट। यो चाहिँ आइल्यान्ड हो। वहाँ हामी पर समुद्रको टाप गऱ्यौँ। यो क्रस गरेर हामी चाहिँ यो आइल्यान्डमा आइपुग्यौँ है त गाइजहरू। हामी चाहिँ अहिले डायमन्ड बिच जान लाग्यो। सो फेरिबाट झरेर मैले हल्का वासरुममा लुगा चेन्ज गरेर यहाँ सबै लुगा चेन्ज गरेर आउनुपर्ने रहेछ। मैले चाहिँ अब लाग्यो होटल गएर चेकिङ गरेर अनि चेन्ज गरेर लगाएर जानु सोचेँ, तर त्यस्तो पोसिबल भएन। सो मैले छुट्टै एन्सर गरेँ। मेरो इयरिङ पनि मेरो ब्यागमा छ, मलाई अर्कै लाउनु मन थियो। अब ठिकै छ, नो प्रब्लम। सो मैले चाहिँ फुल लगाएको छु आज। हामी चाहिँ नुजा पेनिडाको डायमन्ड बिच आइसक्यौँ। सो हामी चाहिँ डायमन्ड बिचको माथिपट्टि छौँ। अब तल जाँदैछौँ, अलिकति वाकिङ डिस्टेन्स रहेछ। सो यति भिड रहेछ गाइस होइन। यहाँ तलबाट जानुपर्ने छ नुजा पेनिडाको चाहिँ भरेबाट झरेर त्यहाँ तल जानुपर्छ। अहिले आइल्यान्डमा एकछिनमा जान्छौँ हामी चाहिँ। हामी चाहिँ यस्तो स्टेयर्सबाट गइरहेको छौँ होइन। तल पुग्नु छ, आई डोन्ट नो सकिन्छ सकिन्न। माथिबाट बल्ल हामी चाहिँ तल आइसक्यौँ। लुक मेरो हस्बेन्डको कन्डिसन हेर्न सकिन्छ। अनि भ्यू, ओ माई गॉड, यो बीच इज सो गुड। पानीबाट यस्तो मेरो लुगा सबै भिजिसक्यो होइन। यस्तो भएर आइपुगेको छ। यस्तो ट्यान भइरहेको छ होइन। कुरा सुनेर क्यामेरामा पनि हात हेर्न सकिन्छ। गराए चाहिँ आमा अनुहार हेर्न सकिन्छ। मेरो हस्बेन्डको अनुहार हेर्दा झन् होइन कपालतिर अनुहार हेरेर मेरो हस्बेन्ड बुढा म चाहिँ अब बुढाबुढी कालो भइसक्यौँ होइन। अब त्यसको डर छैन मलाई। अब नेक्स्ट बिच जानै बाँकी छ। त्यसपछि चाहिँ अब म हेरेर आइपुग्दाखेरि नेपाल आइपुग्दाखेरि चाहिँ म एकदम चस्मा जस्तै भएर आइपुग्छ है गाइस। ट्री हाउस आएको होइन। यति भयङ्कर दारी मेरो बुढाको र मेरो खुट्टा चाहिँ पुरै सो ट्री हाउस चाहिँ मैले आफै चुज गरेको हो, आफै खोजेर इन्स्टाको रिल्समा। लेट्स सी एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ कि। नाइसै छ है त। अहिले ट्री हाउसको लागि पनि यसरी झर्नुपर्ने रहेछ। भर्खर उता डायमन्ड बिचलाई यस्तै गरेर आएको। सो फेरि झरेर छौँ हामी चाहिँ। इट्स भेरी हार्ड। नयाँ के छ कन्डिसन? मलाई चाहिँ त्यहाँ हाँस उठाएन होइन उसलाई हेरेर। त्यही हाम्रो लुगा चिसै छ होइन, चेन्ज गर्न पनि पाइएन। सो म यही लुगामा आएँ म यता पनि। ठिकै छ देखाउँछु है त म ट्री हाउस कस्तो छ सबैलाई भनेर। अहिले चाहिँ हामी ट्री हाउसलाई झरेर आऊ उहाँ तलसम्म पुग्नुपर्छ।
सो गाइज हामीले चाहिँ ट्री हाउसमा फोटो सेसन सकेर अब चाहिँ फेरि मासतिर गएर आएको उता माथि पुग्नु छ फेरि हामी चाहिँ माथि आइसक्यौँ सो यस्तो ट्यान भइरहेछ यस्तो ट्यान भइरहेछ सो हामी चाहिँ लङ कोकोनट वाटर खान लागिरहेछौँ सो खान्छु है त कस्तो छ टेस्ट गर्नु त आउँदैन रिफ्रेसिङ आएछ कस्तो एनर्जीको खाँचो भएछ बालीको गाई चाहिँ हेर है यहाँ कालिम्पोङ बिच आइसक्यौँ सो तल जानुपर्ने रहेछ तल जाँदैछ उहाँ चाहिँ हाम्रो गाइड हुनुहुन्छ हेलो आइसक्यौँ बिच एन्ड लाइन हेर्न सकिन्छ यहाँ फोटोको लागि पुरै रस छ आइल्यान्ड चाहिँ हेर्न सकिन्छ फ्रम टप मेरो ब्याकग्राउन्डमा देख्न सकिन्छ आइल्यान्ड जस्तो देखाइदिन्छ आइरहेछ फोनैबाट भयो नि हेर्नु अलिक नजिकबाट देखाइदिन्छ यो साइड पनि राम्रो छ अहिले लङ आइल्यान्ड मन पऱ्यो कि मलाई त्यसको है होटलमा चेक इन गर्न लागेको छ यता जस्तो छ रुम चाहिँ होटल इन नुजा पेनिडा होइन त्यसले अनि सिभ्यूवाला रुम दिएको छ अनि इट इज ब्युटिफुल है इट इज ब्युटिफुल अब प्रियङ्काको इच्छा पुरा भएको छ सिभ्यूवाला रुममा बस्ने बाँकी उनले नै भन्नेवाला छैन दिस इज आवर रुम होइन यो यति ठुलो छ यति ठुलो छ यति राम्रो पनि छ यो चाहिँ हाम्रो कपबोर्ड एन्ड दिस इज आवर मिरर and this is our washroom कति राम्रो छ हामी चाहिँ स्कुटरमा अब यस्तो मार्केटसम्म स्कुटर रेन्ट गरेर गइरहेछौँ कस्तो मजा आइरहेछ छाता पनि लिइरहेको छु है इनकेस पानी पऱ्यो भने बाटो कस्तो भिडालो छ गाइज म देखाउँछु ल हामी अलिकति आइल्यान्डमा छौँ नि त सिटी एरियाबाट आइल्यान्डमा आएको छौँ कि भर्खरै आज सो त्यही भएर यस्तो भइरहेछ